नमस्कार, मेरो हातमा एउटा गजल संग्रह छ। गजलकार सुमन स्मारिकाको साहेब। थोरै मात्रै त्यस्तो व्यक्तिहरू हुन्छन् जो गजल लेख्नका लागि जन्मिन्छन् र गजल लेख्नका लागि जन्मिएको एउटा गजलकार हुन् सुमन स्मारिका। सुमन स्मारिकाको यो साहेब गजल संग्रहबाट एउटा गजल यहाँहरूको लागि पेश गर्दैछु। हुन त यो गजल मैले विभिन्न कार्यक्रमहरू होस्ट गर्ने दौरानमा कहिले सुमन स्मारिकाको नाम उल्लेख गरेर कहिले सुमन स्मारिकाको नाम उल्लेख नगरी पनि प्रस्तुत गरेको छु। यो गजल वाचन गरेर सुनाउन चाहन्छु यहाँहरूको लागि। घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु, घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु, घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु। न खाना दिन्छ न भोक मेटाउँछ पेटको, न खाना दिन्छ न भोक मेटाउँछ पेटको, छन त छ नि उसको पनि राहदानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु। पोखिन देऊ बगरले प्यास त मेट्ला थोरै, पोखिन देऊ बगरले प्यास त मेट्ला थोरै, पोखिन देऊ बगरले प्यास त मेट्ला थोरै, राखेर आँखामा यति धेरै पानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु। गर्न त गरिन्छ नि रोज दुःखको कारोबार, गर्न त गरिन्छ नि रोज दुःखको कारोबार, हुँदैन अलिकति पनि आम्दानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु। शंका पनि सही ठाउँमा गर्नुपर्छ साहेब, शंका पनि सही ठाउँमा गर्नुपर्छ साहेब, शंका पनि सही ठाउँमा गर्नुपर्छ साहेब, फाइदा नहुने ठाउँमा गरेर लगानी के गर्नु, फाइदा नहुने ठाउँमा गरेर लगानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु, घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु।